ए ओ अस्तिको त्यो फुच्चे छिने म पनि त्यो बेला आएको थिएँ दाइ राम्रो दाइ बेसी बिल गर्नु त मेरो दाइको सब सबै फेरि क्यागलमा छ दाइ केटिएममा छ केटिएम सिटी अलवेज रक क्यागल गेम अलवेज रक ओजी दाइ अलवेज रक है ओजी दाइले कमब्याक गर्छ है केटा हो अबदेखि यता आज हाम्रो ओजी दाइको 12 बजी थाक्को होइन केटा हो ह्याप्पी बर्थडे छ है सबले विस गरिदिउँ है ल ओजी दाइको बर्थडे छ होइन ओजी दाइले सबले विस हाम्रो पनि अनिल भाइ त्यहाँ छ है भाइ यहाँ छ यता मङ्गल दाइ मङ्गल मोटे दाइ यता नितल ललितपुर सबैजना ललितपुरमा आउनु पर्यो हान्नलाई मलाई कता सिधै त्यता त्यति चाहिँ याद राखेर आइज होइन लकेटा हो हामी ओजी दाइ चाहिँ काठमाडौँ आइसक्यो होइन दाइ ललितपुरमा हान्न आऊ भन न ललितपुरमा हान्न आइजे कसको आँट छ आइज यहाँ मात्रै छन् जे खतरा नकिन्छ हान्न होइन दाइ छु हिरो को हिरो ओजी दाइको अगाडि होइन दाइ आज फेरि स्वयं भाइ छ होइन फेरि ओजी दाइको साथमा आइसक्यो ओए आइन बोलो ओए निजल है भोलि मेरो ह्याप्पी बर्थडे मेरो भान्जा यहाँ कोही मामाको बर्थडेमा के भन्ने के भन्ने भान्जा ग्याङ्स्टर हो तिमीहरूको लागि फेरि मेरो भान्जा ग्याङ्स्टर हो डिजी नेवा हो स्वप्न मैले भन्छु ल फक ज्याठा लाडो मेरो भान्जालाई छुनु अघि लाडो मलाई छुनु मेरो भान्जा कसैले लाडो छोयो भने माछिने हानिदिन्छ लाडो दिएछ नि मेरो लाइफमा लाडो मेरो भान्जा माछिने भाइ मुख छाड्देऊ नाको भन्दै रन्जेको बानर आज ओजी दाइले वेलकम छ होइन ट्यागल ग्याङमा ट्यागलमा बेखा एकछिन बाहिर ए आयनलाई देखाउनु न मेरो भान्जा है मेरो भान्जा भएको कति वर्ष भयो अरे भान्जा कति वर्ष हो मामालाई गफार्ने 26 वर्ष ल त हेर्नु 15 ट्यागलमा म जुनियर छु होइन दाइ यही हो सिनियर भन्ने मेरो सिनियर यही हो होइन दाइ यो नि सिनियर नि हो तपाईँ नि सिनियर हो सबजना सिनियर हो भाइ भसी छिम्मा मासी भन्छु यङ वेभलाई भनिदेऊ न यङ वेभ छिमाई मासी भनिदेऊ न ल भनिदेऊ न बेलुन भाइ के पनि हुँदैन ल भनिदेऊ बेलुन पक ज्याठा भनिदेऊ ल ल हाम्रो भाइहरू
तिमीहरूको भाइ होला 14 वर्षको हाम्रो भाइ 10 वर्षमा लाडो वाल 10 वर्ष पनि छैन तिमी कति वर्ष मट्यागो 9 वर्षको भाइले फक ज्यासा भनेर ल फेरि कसैलाई चित्त नबुझे हान्न आयो हुन्छ म लोकेसन अन गरिदिन्छु ल मेरो म हान्न आयो नबुझे ट्याकलमा आइजो आयनले नकान्दिन्छ त्यता आयनको पनि फेरि काण्ड सुनेछ नि फेरि मनिषले अरू धरी पनि छ के त्यो बच्चाहरू त्यो आयन भन्ने छ त नख देखाएर यसले तर्साउनु गएको के ट्यासलको केटाहरूले फेरि खला छ ओइ छौन वो पट्टि छ त हाम्रो त्यही के कमेन्ट गरी फक ज्याठा आउन थालिसक्यो ल फक ज्याठा त्योभन्दा अगाडि फक ज्याठा सबै अगाडिमा त्यो फक ज्याठा यङवेले मुछारुम भन्नु छाड्दै गेटा डिजल छ मधु हो जिताइ छ यङवेले कुट्न पर्छ म त के भन्दैन केटाहरू मेरो भाइहरूले भन्छ मेरो भान्जाले भन्छ भाइहरूले भन्छ दाइ होइन जिताइ त्यता जेनिकले भन्छ आयनले भन्छ यसले नि भन्छ अर्कोले फक ज्याठा भनिसक्यो अर्कोले नि होइन दाइ अब मैले कसलाई नि चिन्दैन होइन त्यही पनि ठिक छ स्वयं भाइ ज्याठा होइन झ्यापमा भनेको होइन फ्रेसमै भनेको छु ज्याठा भनेर होइन दाइ लाडालाई झ्यापमा भनेर फ्रेस भनेर लाडेपछि हामीलाई दाइ त्यही हो प्लिज है मुटु भएको मान्छे म काठमाडौँ आइसकेँ प्लिज है मलाई हान्न हो प्लिज है केटा हो ज्याठा हो क्या हामी यो माझी लोकपाक माझी के छ तपाईँको नाम के हो हजुर अघि सँगै हो क्या हाम्रै भाइ हो निमान तपाईँको नाम चाहिँ के हो अल गुड अल केही छैन फेरि ट्याकलबाट पनि फेरि ठोरे एक दुईजना केटाहरू फेरि ट्याकल ग्याङको पनि छ रहेछ त्यो मनिषहरू छ त गुल्छनहरू छ रहेछ के राज भाइहरू फौजी ब्याग भयो सबलाई सुनाइदियो अफसरलाई गाह्रो है